दिमाग नै त्यसै एउटा कुन चाहिँ दिदीले तल टाल्ने प्याड तिम्रो मुखमा टालिदिन्छु भनेको त होइन रहेछ नि। क्लाइम्याक्स अभी बाँकी है। हाम्रो राष्ट्रिय ब्याजेट भएको कारणले गर्दाखेरि राष्ट्रिय त्यो एउटा राज्य हुनु होइन को पनि हाम्रो एउटा चाहिँ के अरे मापदण्ड हुन्छ, त्यो देखि तल झारेको कारणले राष्ट्रिय ब्याजेट गरिदिएको कारणले गर्दाखेरि पनि सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गरोस् भन्ने म चाहिँ भन्न चाहन्छु। के रे रासपाले सरकार छाड्नु पर्यो रे, अनि सरकार चाहिँ कसले बनाउने त? तिमीले। लेकिन हाउ तिम्रो 3 सिट, तिम्रो जेठो दाइ खड्केको 26, जम्मा 29 भयो, राजावादीको 1 टाढी भयो। मानव तिमीहरू प्रतिपक्ष सबै एक भयो भने तिमीहरूको सरकार बनाउने म्यान्डेट त बन्दैन त। कि संविधान संशोधन गर्नु पर्यो अर्के कि कुरा के हो? कस्तो मुला रहेछ यार, दिमाग नै त्यसै एउटा कुन चाहिँ दिदीले तल टाल्ने प्याड तिम्रो मुखमा टालिदिन्छु भनेको त होइन रहेछ नि। अस्ति तिम्रो जेठी श्रीमतीपट्टिको छोरीलाई नागरिकता दिन नमान्दाखेरि धरानमा आमा समूहहरूले झन्डै कुटेको जस्तो महिलाहरू मिलेर तल टाल्ने प्याड तिम्रो मुखमा टाल्दै लाग्यो मुला। विचार गर।